साथीहरू गुड मर्निङ। आज चाहिँ हामी धान रोप्न जाने हो। हेर्न सक्नुहुन्छ यहाँको वेदर। हामी उता पारी बाउ भन्ने ठाउँमा धान रोप्न जाने हो। अनि हेर्न सक्नुहुन्छ हामी घरमा आएछौँ। यो घर हो गाइजहरू, हेर्न सक्नुहुन्छ। यहाँको वेदर हेर्नु न गाइजहरू, कति राम्रो है। कुखुरा खानु हेर्न सक्नुहुन्छ। अब हामी धान रोप्न जाने हो। हेर्नुहोस् यो अवस्था। यस्तो हालतमा बस्न परिन्छ खेतमा गएको मान्छेहरू। के गर्नु? पानी परेर बेहाल भइएछ। अब कतिखेर पुग्ने होला खेतमा। ल अब हामी खेतमा पुग्न लागेको छौँ। कति टाइम लाग्यो अरे हामीलाई यहाँसम्म आउन? 45 मिनट है साथीहरू। यसरी देखाउँछु म। ओ माई गड। अनि बाटो चाहिँ यस्तो छ। बाटो यसरी हिँड्नु पर्ने अवस्था छ। खत्तम भयो, बर्बाद भयो। अहिले फेरि यहाँ चिप्लियो भने त बर्बाद हुँदो रहेछ त। यहाँ लेउ परेर रहेछ नि यहाँ। तलतिरको बाटो होइन तिमी? तलतिर भन्नाले खोलाको यतिरै छ त्यो पुल। अनि चिप्लो छ त? होइन, अब खेतमा पुग्छौँ हामी। त्यो चिप्लै रहेछ। ल हामी चाहिँ बाउँछौँ पिउरौँ। ल बुढी चाहिँ बुढीले बिउ काट्छ नि त आएर। बहिनी ल आज चाहिँ हामीले यहाँ रोपाइँ गर्ने हो। बहिनी पहिला जस्तो अरूको पिठाइ गर्ने भन्ने खासै छैन। भन्न सकिँदैन मान्छे जाति अब टिप्यो कसलाइसम्म। तल सकिएर रुद्रङ कलर पिठाइ गर्ने भनेर छैन क्या अहिले। पानी पर्यो यहाँ यसरी। हेर्न सक्नुहुन्छ पानी परेर। हेलो भनिदिनु आन्टीहरू। हेलो हेलो गाइजहरू। हेलो भन्नु। हेलो छाया दिदी। रोपाइसकेर अब हामी खाजा खाँदैछौँ। पहेँलो भात खाने हो। पहेँलो भात